एकदम खुसी छ चुनाव भनेको त। नयाँ नयाँ परिवर्तन आउँछ कि नयाँ नयाँ खानु पाइन्छ कि सस्तोमा पाउँछ कि। यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब एक दिन मात्र बाँकी छ। म यति बेला भक्तपुर क्षेत्र नम्बर 1 को मतदान केन्द्रमा छु। अन्तिम चरणको तयारी भइरहेको छ र आम सर्वसाधारणहरूमा एकदमै एक किसिमको उत्साह छ। अब हाम्रो अधिकारको कुरा हो, एकदम उत्साहित। नेताहरू चुन्ने भन्दा पनि अब हामीलाई त एउटै हो, अब जो आए पनि राम्रो गर्नु पर्यो, सबभन्दा त्यो हो। आम मतदाताहरूले त्यो भोलिको दिनको बेग्र प्रतीक्षा गरिरहनु भएको छ। विशेष गरी यो पटकको निर्वाचन अन्य निर्वाचनभन्दा अलिकति पृथक छ। राज्यविहीनताको अवस्थादेखि लिएर देशमा केही नयाँ कुराको अपेक्षाका साथमा देशैभरि एकैसाथ मतदान हुँदैछ। देशैभरि एकैसाथ आफ्नो मताधिकारको प्रयोग गरेर निर्वाचनमा भोट हाल्दैछन् र आम सर्वसाधारणमा भोलिको निर्वाचनप्रति निकै नै त्यो उत्साह हामीले देख्न सक्दछौँ। अहिलेको चुनाव एकदम उत्साहित धेरै छ। खै परिवर्तन आउँछ कि भने आस्था छ है। आम मतदाताले के भनिरहेका छन् भने विगतमा पनि चुनाव भएको हो, चुनाव आउँछ चुनाव जान्छ, तर हाम्रो अवस्था जस्ताको तस्तै छ। अवस्थामा कुनै पनि खालको परिवर्तन भएको छैन। खोइ त्यति उत्साह छैन। जहिले निर्वाचन भए पनि हामीलाई के भएको छ र खोइ देश विकास भएकै छैन। छोराछोरी आफ्नो देशमा बस्न सकेका होइन। सधैँ जो पनि बाहिर गएको गई छ। अहिले पनि नयाँ रूप लिएन भनेदेखि त देश त राम्रै हुँदैन नि। हुन्छ र राम्रो विकास होस्, देश बचोस्, देशको जनतालाई चाहिँ गरी खाने वातावरण मिलोस्। केही मतदाताहरूमा के खालको वितृष्णा छ भने चुनाव आउँछ जान्छ, प्रतिनिधिहरू आउँछन् जान्छन्, कसैले पनि देश रूपान्तरणको लागि परिवर्तनको लागि त्यो यथोचित मात्रामा काम गर्दैनन् भन्ने नै अझ पनि केही मतदाताहरूमा त्यो खालको भावना छ। त्यसकारण धेरै मतदाताहरूको अपेक्षा अब के छ भने यति धेरै सङ्घर्षको बावजुद यो निर्वाचन हुँदैछ। यो निर्वाचन पश्चात देशमा परिवर्तन आवश्यक छ। जनभावना अनुरूप प्रतिनिधिहरूले काम गर्नु आवश्यक छ। देशले काँचुली फेरेको आम सर्वसाधारणले, आम नेपाली जनताले हेर्न चाहेका छन्। यो निर्वाचन सभ्य र भव्य तवरबाट सम्पन्न होस्, हाम्रो पनि कामना।